भनेको जलवायु परिवर्तन हुँदा हुँदै पनि तपाईको उत्पादनमा कम्तीमा कम्ती 20% को चाहिँ नि बढी फलोस्, 20% बढी फलोस् भन्ने चाहिँ नि हाम्रो उद्देश्य रहेको छ। यहाँ कोही साथी किसानहरू हुनुहुन्छ, म एकजनाको नाम मेरो दिमागमा ठ्याक्कै आयो, म भनिदिन्छु। शिवनारायण मेहता अङ्कल हुनुहुन्छ उहाँ पछाडि, उहाँलाई सोध्नुहोस् उहाँको कति प्रतिशतले उखु बढेको छ भनेर। उहाँले 400 क्विन्टल फलाउनुहुन्थ्यो पहिले, अहिले उहाँले 800 क्विन्टल फलेको छ है मेरो भनेर भन्नुभएको थियो मलाई। त्यो किन भयो त भन्दाखेरि सही टेक्निकहरू कुन बेला लगाउने, कसरी र खेती गर्दाखेरि के कुरा चाहिँ ध्यानमा दिनुपर्छ भन्ने कुराहरूको चाहिँ नि एउटा चेकलिस्ट हुन्छ, त्यो चाहिँ नि फलो गर्न जरुरी हुन्छ। लेबर नभएको हुनाले तपाईहरुलाई कहिलेकाहीँ चाहिँ नि यो के गर्नुपर्ने कुराहरू चाहिँ नि सही समयमा गर्न नपाइरहेको कन्डिसन हुन्छ। र त्यो केसमा यो जस्तै जमिन तयारीको मसिन छ, काट्ने मसिन छ र थुप्रै अरू यो फर्टिलाइजर, यो मल खादहरू छर्ने मसिन छ। यो मसिनले चाहिँ नि तपाईलाई भनेको बेलामा कम भन्दा कम समय र कम लागतमा सबै छर्ने, जमिन तयारी गर्ने कामहरू चाहिँ नि गर्न सक्छ भन्ने चाहिँ नि एक्सपिरियन्सले चाहिँ नि हाम्रो जस्तै डाक्टर राजपाल सरले सेयर गर्नुभयो। यो चाहिँ नि हामीले चाहिँ नि हावा त्यतिकै भनेको कुरा होइन, यसले चाहिँ नि तपाईको लागत पनि कम गर्छ र उत्पादनमा पनि राम्रो सहयोग गर्छ। त्यही भएर नै हामीले चाहिँ नि आजको यो प्रोग्राम चाहिँ इस्टाब्लिस गरेका छौँ। यसबाट म चाहन्छु कि तपाईहरु सकेसम्म यो मसिन के हो, किन हो, कसरी चलाउने, किन चलाउने, यो सबै कुराहरूको विस्तृत जानकारी लिनुस्। अघि उहाँले भनिहाल्नु भयो, यो रातो टी सर्टमा चाहिँ नि हाम्रो यो मेसिनको बारेमा अझ धेरै जान्ने विज्ञहरू हुनुहुन्छ, उहाँसँग सोध्नुहोस् कसरी चल्छ भनेर। केही देरपछि यहाँनिर तपाईको यो उखु काट्ने सुगर केन हार्भेस्टर चलाइन्छ, त्यसपछि ल्यान्ड प्रिपरेसनको चाहिँ नि मसिन्सहरू चलाइन्छ। त्यो मसिन्सहरू हेर्नुहोस्, त्यसपछि चाहिँ नि अगाडि कसरी बढ्ने भन्ने कुराको चाहिँ नि हामी फेरि पनि एउटा कार्यगोष्ठी गर्नेछौँ। तपाईहरुको चाहिँ नि उत्पादन सक्दोमा सकेसम्म राम्रो होस् भन्ने नै कामना छ। धन्यवाद। मिलमा जुन अहिले 12वटा सञ्चालन छ, सबैमा क्रमशः एउटालाई पुरा गर्दै जानुस् मैले अनुरोध पनि गरेको छु। त्यसको लागि म आफू चाहिँ जोस र खुसी लाग्छ। कम्तीमा नेपालमा सुरुवात त भयो, बिस्तारै 12वटा चिनी मिल चालु छ, त्यहाँ पनि हुन्छ। अर्को कुरो, सरकार, म अहिले उखु किसान त हुँ र मैले सरकारको साझेदारी मान्छे पनि, उहाँहरूले नियुक्ति गरेको कारण र सरकारले पनि जबसम्म उत्पादन बढ्दैन तबसम्म देशलाई विकास हुँदैन। त्यसैले अहिले 20 वर्ष कृषि योजना पनि प्रस्तुत भएको छ। यान्त्रिकरणमा 50% अनुदान दिने पनि योजना आइसकेको छ, तर धेरै किसानहरूलाई थाहा छैन। र अलिकता म उहाँहरूसँग नियम बनाउनेमा, छलफलमा, सिमिनारमा सँगै बस्छु र धेरै हाम्रो कृषि कार्यालयको साथीहरू बस्नुहुन्छ र हामीलाई अलिकता जानकारी छ। म तपाईहरुलाई शेयर गर्न चाहन्छु कि वास्तविकता धेरै कुरो हाम्रो किसानलाई थाहा छैन। अहिले जिल्ला कृषि विकास कार्यालयमा करोडको करोड सानो पम्प सेटदेखि बोर्डिङ, त्यसपछि तपाईको धेरै जुन युवा लक्षित प्रोग्रामहरू छ, जुन युवाहरू विदेश पलायन भइरहेछ, त्यसलाई एक गाउँ एक उत्पादन, एक गाउँ एक उद्योग, सानो उद्योग, मझौला उद्योग, ठुलो उद्योग बनाउँदै यो देशलाई अगाडि बढाउने हो। तर त्यसमा सरकारले धेरै भूमिका खेलिरहेछ र अनुदान पनि दिइरहेछ। त्यसको लागि तपाईहरुले आफ्नो जिल्ला कृषि विकास कार्यालय मार्फत, पत्रिका मार्फत आफू एउटा जानकारी लिएर अगाडि बढ्नु होला। र वास्तविकता अहिले नै भर्खर राष्ट्र सहकारी विभागबाट पनि मल खादको कुनै एउटा कारखाना राख्नुहुन्छ भने त्यसको लागि प्रपोजल निकालेको छ। कोही साथी त्यस्तो हुनुहुन्छ भने उहाँको मेल आइडी मसँग छ, सम्पर्क नम्बर छ। त्यो प्रपोजल जिल्ला कृषि विकासबाट र डिभिजन सहकारीबाट आइसकेको छ। किसानहरू त्यहाँ सम्पर्क गर्नु होला र अगाडि बढाउनु होला। र साथै आजको यो प्रदर्शन कार्यक्रम जुन छ, यहाँको सबै कुरो मैले
संयोगवश मन्त्रीजी पनि हामी एउटै संस्थामा काम गर्छु। उहाँ आज विराटनगर हुनुहुन्छ। म सकेसम्म आजै यो सबै कुरा उहाँसँग सेयर गर्छु र यो उपकरण मात्र होइन, अरू त हुँदै गर्छ, तर फर्स्ट लागेकोलाई प्रथम ग्राह्यताको रूपमा अनुदान दिएर यो क्षेत्रको किसानलाई प्रोत्साहित गर्ने र अन्य चिनी मिल मार्फत र अन्य किसानलाई पनि प्रोत्साहित गर्ने एउटा उहाँलाई म अनुरोध गर्छु र यति कुरा जानकारी गर्दै म तपाईहरुसँग बिदा माग्छु। बढी जानकारी एक किसिमको उखु उत्पादनमा सबभन्दा बढी असर पार्ने भनेको उखुको बिउ हो। त्यो बिउको विषयमा हामीले कुरा गर्दाखेरि सरकारले एउटा ध्यान दिनुपर्ने कुरो चाहिँ भारत सरकारसँग सहकार्य गर्ने पर्ने कुरो अहिलेसम्म छुटेर बसेको जस्तो मलाई लाग्छ। त्यो हो उखुको जर्मप्लाज्म। भारतको कोइम्बटोरमा चाहिँ यो जर्मप्लाज्मको निम्ति काम हुन्छ र त्यहाँ चाहिँ विभिन्न देशका यो उखु उत्पादकहरू कोइम्बटोरमा आफ्नो स्टेसन जमाएर बसेका हुन्छन् र आफूलाई चाहिने किसिमको जर्मप्लाज्म त्यहाँ सानो कम क्वान्टिटीमा त्यो उत्पादन गरिकन आफ्नो देशमा लैजान्छन् र अनि आफ्नो देशमा त्यसको चाहिँ एक किसिमको अनुसन्धान त्यहाँ सुरु हुन्छ। यो काम